अलङ्ने सेवा सम्पूर्ण राई बान्तवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई, जसलाई साँच्चै नै राई बान्तवा भाषालाई माया गर्नुहुने सम्पूर्ण बान्तवा भाषी दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई यस च्यानलमा म स्वागत यहाँहरूलाई गर्न चाहन्छु। आज मैले अलिक फरक किसिमको भिडियोलाई लिएर आएको छु। इङ्ग्लिस अल्फाबेटको बान्तवा राई भाषामा लाग्ने अर्थहरूलाई लिएर आएको छु। अलिक अनौठो छ। इङ्ग्लिस अल्फाबेटको राई बान्तवा भाषामा लाग्ने अर्थलाई मैले यहाँहरूको बिचमा ल्याएको छु। इङ्ग्लिस अल्फाबेटको बान्तवा भाषामा लाग्ने अर्थ। यहाँहरूले यस च्यानललाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। सम्पूर्णले लाइक गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला र सबै बान्तवा दाजुभाइ कहाँ पुर्याइदिनुहोला। इङ्ग्लिस अल्फाबेट बान्तवा नेपाली। इङ्ग्लिस चाहिँ अल्फाबेट ए, बान्तवामा ए भनेको चाहिँ दिशा गर्छ। ए इङ्ग्लिसमा बान्तवामा ए भन्दाखेरि चाहिँ हो भन्ने पनि जनाउँछ। बी बान्तवामा बी चाहिँ जान्छ भन्ने पनि अर्थ लाग्छ। इङ्ग्लिसमा सी फल्छ, डी के ई हाँस्छ भन्ने अर्थ लाग्छ। यहाँहरूको बिचमा मैले यी कुराहरूलाई लिएको छु। एफ को अर्थ चाहिँ उभिन्छ, एफ उभिन्छ। आई को अर्थ चाहिँ आज। जे भनेको चाहिँ हजुर भन्न बुझिन्छ। जे हजुर। मैले इङ्ग्लिस अल्फाबेटलाई बान्तवामा राख्ने अर्थ राखेको छु। यहाँहरूको बिचमा यहाँहरूले मनपर्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला च्यानललाई। के भनेको चाहिँ इङ्ग्लिसमा के अनि बान्तवामा के हुँदाखेरि चाहिँ फ्याक्छ भन्ने हुन्छ। एम इङ्ग्लिसमा बान्तवामा एम भनेको चाहिँ उभ्याउनु पनि हुन्छ। अनि इङ्ग्लिसमा एमलाई बान्तवामा एम गर्दाखेरि ठड्याउनु पनि हुन्छ। त्यसै गरी यहाँहरूको बिचमा मैले लिएको यसको आजको भिडियोलाई यहाँले सक्दो सब्सक्राइब गर्न नभुल्नुहोला। एम भनेको चाहिँ खडा गर्नु पनि हो। एम भनेको चाहिँ भाकल गर्नु पनि हो, सेलाउनु पनि हो। सेलाउँछ भन्छ, सेलाउँछ। अनि अर्को चाहिँ एम भनेको चाहिँ भाकल गर्नु पनि लाई पनि एम नै भनिन्छ। त्यसरी नै यहाँहरूले यस च्यानललाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न पटक्कै नभुल्नुहोला। यस्तै गरी एन भनेको चाहिँ गल लगाउनु हैन। एन भनेको गल लगाउनु। एन भनेको चाहिँ सुनिन्छ। ओ भनेको चाहिँ को अथवा हो भन्ने बुझिन्छ। आज मैले अलिक अनौठो तरिकाको भिडियो लिएर आएको छु। यहाँहरूले यस भिडियोलाई लाइक, सेयर, कमेन्ट, त्यसपछि सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि पनि म यस्तै भिडियोहरूलाई लिएर आउनेछु। यदि तपाईँहरूलाई मन परेमा यसलाई सक्दो सेयर गरिदिनु हार्दिक अनुरोध गर्दछु। आजको भिडियोले यहीँ राख्न चाहन्छु। अलङ्ने सेवा।